एनइपिएल फेरि देख्न सक्नुहुन्छ। दर्शकबिन यहाँ पारस खड्का र सुरज सिंह सहितको यहाँ टिम देख्न सक्नुहुन्छ। यो फ्लड लाइट बलिसकेपछि उहाँहरू पनि प्यारापिटतिर यसरी अनुगमन गर्दै भिजिट गर्दै हुनुहुन्छ। यहाँ त्रिवी क्रिकेट मैदानमा चाहिँ लाइट बल्ने क्रम चलिरहेको छ। अहिलेसम्म यो 3वटा लाइट बलिसकेपछि देखिएको यो दृश्य हो भने साथीहरू यसरी यहाँ चिलिक्कै देखिन थालिसकेको छ टियु क्रिकेट मैदान र आज 4वटा हाइमास्ट बलमा हामी लाइट बलेको देख्न सक्नेछौँ। अहिले यो 3वटा हाइमास्ट बल बलेको यो उज्यालोको दृश्य हो भने 4वटा बलिसकेपछि पनि यो मैदान कस्तो चिलिक्क देखिन्छ, कति सफा देखिन्छ र एनपिएल सिजन 2 आउनु मात्र 3 दिन बाँकी छ भने 3 दिन अगाडि यहाँ ब्याक टु ब्याक यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ नन स्टप यहाँ काम भइरहेको टेस्टिङको काम, लाइट जडानको सम्पूर्ण काम कम्प्लिट भइसकेको छ भने अब टेस्टिङको लागि टिम अगाडि बढिसकेको छ। यो देखिएको अहिले 3वटा हाइमास्ट पोलमा 4, 5 र 6 मा बलेको यो लाइटको दृश्यमा देखिएको हाम्रो यो टियु मैदान। यहाँ पारसलाई देख्न सक्नुहुन्छ साथीहरूले। यहाँ सुरज सिंहलाई पनि देख्न सक्नुहुन्छ साथीहरूले। दर्शकबिन यो जुन हाम्रो लाइट छ यसमा नेपाल एनपिएल यसरी यो लेखेको देख्न सक्नुहुन्छ। सम्पूर्ण यो एकदमै बब्बालै भइरहेछ। यहाँ देख्न सक्नुहुन्छ साथीहरूले अब एनइपिएल देख्न सक्नुहुन्छ साथीहरू। नेपाल 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 एनइपिएल फेरि देख्न सक्नुहुन्छ। साथै यतातिर निकै नै क्राउड पारस खड्का सुरज सिंह ठकुरी सहितको एकदमै ठुल्ठुला सेलिब्रिटीहरूको आज यो फ्लड लाइटमा अनुगमनको काम पनि भिजिटको काम पनि चलिरहेको छ। यहाँ देख्न सक्नुहुन्छ साथीहरू यो साउन्ड सिस्टमको टिम पनि यता निकै नै जम्बो टिम। दर्शकबिन यसरी माथि बल फालेर यहाँ केही साथीहरूले बल फाल्ने समात्ने काम पनि गरिराख्नु भएको छ। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले यो चाहिँ अहिले 4वटा हाइमास्ट पोलमा बत्ती बालेको छ भने केहीमा अहिले निभाइसकेको छ, केही मात्रामा निभाइसकेको छ। यसरी
यहाँ डिफेक्स देख्न सक्नुहुन्छ साथीहरू, निकै नै रोचक। यहाँ 5 नम्बरमा आमामामा यो चाहिँ एकदमै लिमिटेड मात्र हुन्छ यो लाइटहरू, जुन हाम्रो अहिले टियु क्रिकेट मैदानमा जडान गरिएको छ। यो चाहिँ हाम्रो 4 नम्बरमा र यो हाम्रो 5 नम्बरमा दर्शकबिन। यसपालिको एनपिएल चाहिँ बब्बालै हुनेवाला छ, बब्बालै हुनेवाला छ। फ्लड लाइटमा साथीहरू ग्राउन्डमै आएर मजाले गेमको मजा लिनुपर्छ। साथसाथै दर्शकबिन यहाँ देख्न सक्नुहुन्छ हाम्रो जुन यो कुर्सी जडान सम्पन्न यो ब्लक छ, यो ब्लकबाट चाहिँ कुर्सीहरूको कभर निकाल्ने काम पनि सुरु भइसकेको छ भने यो कुर्सी कभर निकालिसकेपछि यो रात्रिकालीन फ्लड लाइटमा देखिएको यो दृश्य हो। यहाँ पहिलो रातो खैरो कुर्सीहरूको यहाँ कलर निकालिसकेपछि यस्तो टिलिक्क देखिसकेको छ, एकदमै चम्किन थालिसकेको छ। अहिले टियु क्रिकेट मैदान बाहिर यसरी सजावटमा राखिएका यी कुर्सीहरूको दृश्य एकदमै भव्य र सभ्यताका साथ एनपिएल सिजन 2 को लागि यहाँ सम्पूर्ण काम तयारी भइरहेको छ भने अहिले यो देखिरहेको दृश्य हो हाम्रो जुन कुर्सी जडान सम्पन्न ब्लकमा प्लास्टिकले ढाकिएको कुर्सीहरू थियो, यो साइडमा ढाकिएकै छ र यतापट्टिबाट निकाल्ने काम सुरु भइसकेको छ। अलिकति यसमा धुलो भरिएको पनि देख्न सकिन्छ र माथि रातो कलरको कुर्सीहरू पनि टिलिक्कै देखिन थालिसकेको छ भने यता खैरो र पहिलो कलरको कुर्सीहरू पनि निकै नै टिलिक्कै देखिन थालिसकेको छ। अब यो फ्लड लाइटमा एकचोटि यो विशेष प्याराफिट नै हेरी त सुकै छैन। यहाँ अहिले बनेको यो संरचना नयाँ रेडी भइसकेको छ, यसमा सम्पूर्ण काम अब सोफा राख्न बाँकी छ र त्यसपछि देखिएको यो हाम्रो प्याराफिट जुन यसको साइडमा 2 नम्बरमा 70 वटा बत्ती यता पनि बलेको छ। जुन हाम्रो ब्रोडकास्टको टिम आइसकेको छ र यहाँ सामान पनि यो टिम बस्ने ठाउँतिर ओसार्ने काम सुरु भइसकेको छ। यहाँ राति यस्तो बवाल भ्यू देख्न सकिन्छ साथीहरू यो फ्लड लाइटमा। दर्शकबिन यो हाम्रो अहिले फ्लड लाइटमा देखिएको यो दृश्य 3 वटा हिमास्ट पोलमा 210 वटा लाइट बालिसकेपछि देखिएको यो दृश्य हो। देख्न सक्नुहुन्छ उता निकै नै ठुलो जनशक्ति अहिले पनि काममा व्यस्त। दर्शकबिन यहाँ 2 नम्बरमा पनि लाइट बलिसकेको छ भने यो लगाएर हाम्रो 4 वटा हाइमास्ट पोलमा लाइट बलिसकेपछि यो दृश्य हो, देखिएको दृश्य हो यो टियु क्रिकेट मैदानको। यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ यताबाट पनि टिलिक्कै भइसकेको छ। 4 वटा हाइमास्ट पोलमा बत्ती बलिसकेको छ र
यो हाम्रो 4 नम्बर, यो चाहिँ 5 नम्बर र यता देखिएको हो हाम्रो यो 6 नम्बर। रात्रिकालीन फ्लड लाइट मुनि देखिएको यो हाम्रो प्यारापिट। दर्शकबिन एकचोटि यहाँ यो साइडतिरको प्यारापिट हेरौँ हामी। यो 3वटा लाइट बलिसकेको पछिको यो दृश्यबाट यसरी यो टिलिक्कै देखिन थालिसकेको छ। यहाँ देख्न सक्नुहुन्छ एकदमै साइडतिर यहाँ हाम्रो यो फ्लड लाइटको उज्यालोमा यहाँ साइडतिर हाम्रो साउन्ड बक्सहरू आफ्नो काम पनि गरिरहेको देख्न सक्नुहुन्छ। साथै यो साइडतिर पनि यो अहिले फ्लड लाइटको उज्यालोमा चाहिँ यसरी यहाँ काम भइरहेको, साउन्ड बक्सहरूले आफ्नो काम गरिरहेको छ भने उतातिर यो ब्यानरहरू, होर्डिङ बोर्डहरू, साथसाथै हाम्रो 8वटै टिमको क्याप्टेनहरूको फोटो सहितको यहाँ लोगोहरू पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। यो फ्लड लाइटमा देखिएको यो दृश्य हो। साथै जुन हाम्रो माथि संरचना र मुनि संरचना थियो साथीहरू, मुनि पनि यो बिहानसम्ममा फ्रेम राख्ने काम र फ्रेममाथि प्लाई राख्ने काम भइरहेको थियो भने अहिले त्यहाँ तपाईँहरूले कुर्सी राखेको पनि दृश्य देख्न सक्नुहुन्छ। निकै नै बबाल वाउ नेपाल सिजन 2 NPL सिजन 2 बबाल वाउ नै हुनेवाला छ भने त्यसको लागि यहाँ सम्पूर्ण काम पनि तीव्र गतिमा भइरहेको छ। मैदान पनि साथसाथै यतातिरको हाम्रो इस्ट जोनतिरको दृश्य, यो पिचतिरको र त्यहाँ एउटा ठुलो टिम, साथै यतातिर नयाँ ब्यानरहरू, साथसाथै मुनि कुर्सीहरूको सजावट, माथि चाहिँ हाम्रो सेतो रातो कालो कुर्सीहरूको सजावटमा सजिँदै आइरहेको छ यो टियु क्रिकेट मैदान। दर्शकबिन यो हाम्रो यो ब्लकतिर कुर्सी जडान सम्पन्न जुन यो कुर्सी प्यारापिट छ यसमा चाहिँ अहिले कभर निकाल्ने, प्लास्टिक निकाल्ने काम पनि सुरु भइसकेको छ र यो प्लास्टिक निकालिसकेपछि यो देखिएको कुर्सीको दृश्य जुन फ्लड लाइटमा अलिकति यसमा धुलो भरिएको देख्न सकिन्छ र यता रातो कलरको कुर्सीको पनि यहाँ कभर निकालिसकेको छ। दर्शकबिन यहाँ देख्न सक्नुहुन्छ अहिले हाम्रो यो 4वटै हाइमास्ट पोलमा बलिसकेपछि यो देखिएको यो दृश्य हो। यहाँ यसरी पिचमा उतापट्टिबाट एकदमै पिचमा फोकस देखिन्छ भने यहाँ मैदान पनि टिलिक्कै देखिन थालिसकेको छ। एकदमै उज्यालो, 4वटा हाइमास्ट पोलले नै एकदमै ठुलो उज्यालो देख्न सक्नुहुन्छ तपाईँहरूले। उता हाम्रो यो देखिएको यो प्यारापिट हो, जुम गर्दा पनि यहाँ राति देख्न सक्नुहुन्छ यति टिलिक्कै आएको छ। एकदम यो जुम गरेर देखाएको दृश्य हो। यो जुन हाम्रो 60,000 स्क्वायर फिट प्यारापिट छ त्यता साइडबाट देखिएको दृश्य हो, जुन यो 4वटा हाइमास्ट पोलमा लाइट बलिसकेपछिको 280वटा लाइट बलेपछि देखिएको यो हाम्रो टियु क्रिकेट मैदान। आज चाहिँ 2, 6, 4 र 5मा गरेर टोटल 4वटा हाइमास्ट पोल बालिएको छ। अहिले ब्याक टु ब्याक परीक्षणको काम सफल भइरहेको छ। NPL सिजन 2 पनि आइसकेको छ, त्यसको लागि तयारी पनि एकदम निकै भव्य र सभ्य भइरहेको छ र अबको 3 दिनमा हामी यही ग्राउन्डमा यही फ्लड लाइट मुनि चाहिँ गेम हेर्न मजाले आतुर छौँ र गेम हेर्ने पनि छौँ।
जुन हाम्रो यो साइडतिर साउन्ड बक्सहरू राख्ने काम चलिरहेको छ, यो अझै पनि यहाँ टिमले यसलाई मिलाउने काम चलिरहेको छ। राति यो फ्लड लाइट मुनि निकै नै काम पनि धमाधम भइरहेको देख्न सकिन्छ। यो 4वटा हाई मास्ट पोल जुन आज हाम्रो टियु क्रिकेट मैदानमा बलेको छ। दर्शकबिन दिउँसो सँगसँगै राति पनि एनपिएल सिजन 2 को लागि माहौल यसरी देख्न सक्नुहुन्छ तपाईहरूले। यो टियु मैदानमा एकदमै ठुलो जनशक्ति, दिउँसो यसको निकै नै 5 गुणा बढी जनशक्ति देखिन्छ भने यसरी माथि यो बल फालेर पनि टेस्टिङ गरिराख्नु भएको छ उहाँहरूले। यो हाम्रो 60,000 स्क्वायर फिटतिरको प्यारापिटको दृश्य। अहिले फ्लड लाइट 4वटै बलेको छ, तर केही मात्रामा लाइटहरू बन्द गरिसकेको छ। साथीहरू यहाँ नेपाल लेखेको पनि देख्न सक्नुहुन्छ तपाईहरूले। दर्शकबिन यस्तै नयाँ भिडियो र नयाँ अपडेटको लागि सम्पूर्ण साथीहरूले भिडियोलाई लाइक शेयर कमेन्ट र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। फेरि तपाईहरुमा अर्को अपडेट लिएर आउने नै छु र भिडियो कस्तो लाग्यो सम्पूर्ण साथीहरूले भिडियो हेरेर लाइक शेयर कमेन्ट र च्यानललाई सब्सक्राइब पनि गर्न नबिर्सिनु होला भने प्रतिक्रिया पनि दिन नबिर्सिनु होला। सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्दै अहिलेलाई बिदा भए। जय देश जय खेल। फेरि अर्को अपडेटका साथ तपाईहरुमा सामने नै छु।